मोनिटाइज र चाहिँ नि यो सामाजिक सञ्जालको उपयोग फाइदाको लागि व्यावसायिक रूपमा गर्नेहरूको अलग हो। हामीले त्यो बरु मोनिटाइज हटाउन पर्ने चाहिँ म त त्यो 2-4 रुपियाँको आशले भिडियो हाले जस्तो देखियो। हामी नितान्त खोज अनुसन्धान सुधार प्रगति आर्थिक विकास र मानसिक सोचमा परिवर्तन ल्याउने अभियानमा छौँ। हामीलाई त्योबाट आएर 1-2 सय 1-2 हजार आएर कुनै जाने छैन। हामी जीवनभर शिक्षा क्षेत्रमा अनुसन्धान गरेका समस्या खोजेका यी समस्यालाई कसरी गर्नुपर्छ भनेर घोत्लिएका मान्छे हौँ। त्यसलाई मूल्यमै तुलना गर्ने हो भने करोडौँ पर्ने थियो। त्यो मूल्यमा हामीले तुलना कहिले पनि गरेनौँ भने अहिले आएर अब व्यावसायिक रूपले आम्दानी गरौँला भन्ने उद्देश्यले व्यापक भिडियोहरू बनाउने प्रक्रिया आएको छ। हो हाम्रा चाहिँ प्रतिस्पर्धी भने पनि अथवा सहयोगी भने पनि अथवा हाम्रो सिको गरेर गरेका भने पनि भनौँला। तर आम्दानीको लागि गर्दाखेरि र व्यक्तिगत आम्दानीको लागि गर्दाखेरि कयौँ कुराहरू बडो सचेत भएर गर्नुपर्छ। हामीले त राज्यले अनुसन्धान गरोस्, खोजोस्, बुझोस्, ती सवालहरूमा कुरा उक्काइदिने योजना अनुसार हामीले चाहिँ हाम्रा पोस्टहरू, हाम्रा भाषणहरू, हाम्रा चाहिँ कलाहरू जानी नजानिकन बाहिर ल्याएका छौँ। लेखेको कुरा त कहाँ कता राखिन्छन् अनि चाहिँ भएन सर्वसाधारणसम्म जाने भनेको त आवाज रहेछ भन्ने महसुस गरेर मैले त्यहाँभन्दा पहिला लेखन कार्यमै हामी लाग्यौँ भने 2-3 वर्ष भयो अलिअलि बोल्न सिक्दैछु। अब जीवनभरि बोल्ने पेसामा गरियो तर चाहिँ यसरी भाषण गरेर बाहिर बुझाएर गर्ने कुरामा सिक्दै पनि सिकारू पनि होला। अनि यसरी यो गर्ने क्रममा धेरै हामीले विषयवस्तुहरू उठान गरेका छौँ। क्याम्पस तहमा कसै पनि नछोएपछि र अनुसन्धान तह कुनै पनि जाने नभएपछि यो अनुसन्धान गर्नु पर्यो। हामीले योग्यताले अनुसन्धान गर्ने योग्यता होला नहोला आफ्नो ढङ्गले हामीले कति कुरा अनुसन्धान गऱ्यौँ र ती अनुसन्धानका प्रतिवेदनहरू, रिपोर्टहरू र त्योबाट चाहिँ हामीले पेश गरेका चाहिँ कुराहरू र त्यहाँबाट आएका केही सुधार सुझावका कुराहरू सबै कुरा छन्। यसरी हामी चाहिँ लाग्ने क्रममा हामीले कतिपटक हरेक क्षेत्रका विकासका सम्भावनाको खोजी गऱ्यौँ भन्यौँ। अनि त्यस्तै गरेर कतिपटक हाम्रो देशका राष्ट्रिय खालका महत्त्व राख्ने जडीबुटीहरू छन्। अन्तर्राष्ट्रिय रूपमा हाम्रो चाहिँ ख्याति बनाउन सक्ने खालका जडीबुटीहरू छन्। हजारौँ जडीबुटीहरूले जुन हिमालले के दिन सक्छ र लेकले के दिन सक्छ र भन्ने खालको मानसिकतालाई आमूल चेन्ज गर्न सक्ने बनाउने आर्थिक उपायहरू पनि छन्। ती सबै कुरालाई अब हामीले त आफ्नो क्षेत्र कति सकिन्छ कति भ्याइन्छ भनेर मात्रै चाहिँ तुलना गर्न परेको छ। नत्र यस्ता अनुसन्धानमूलक योबाट हाम्रै चाहिँ ल हिमाली क्षेत्रबाट अथवा चाहिँ गण्डकी प्रदेशमै भनियो भने ढहरेको लेकबाट, पञ्चासेको लेकबाट अनि त्यस्तै यो ढोरपाटनबाट अनि त्यस्तै केही लेकहरू केही हिमाली भागहरू छन् तिनैले गण्डकी प्रदेशलाई सबभन्दा धनी बनाउन सक्छौँ भनेर हामीले चाहिँ भनिरहेका छौँ। भने शिक्षा क्षेत्रमा नि यसरी धनी हुन सकिन्छ, यसरी सिप सिकाएर चाहिँ गर्न सकिन्छ। यसरी चाहिँ हामी सिप सिकाएर व्यस्त भएपछि सारा अनुशासन नैतिकता जम्मै कुरा चाहिँ ठिक ठाउँमा आउँदो रहेछ भनेर यति अनुसन्धान बुझेर पेश गरेका छौँ। हामीलाई कहिले लाइक गरिदेऊ, फलो गरिदेऊ, दुनियाँ गरिदेऊ केही पनि भनिएन। अहिले यो जमाना रहेछ प्रचार प्रसार त्यसरी। त्यसो भएर हो हामीले भाइरल हुन नचाहेकै हो। किन भाइरल हुनु छ? मुख्य विषयवस्तु उठान गरिदिएपछि अरू खोज्ने साथीहरूले हाँगा लिनु होला नि भने
त्यो खालको गम्भीरता आउँदै आएन। त्यो खालको गम्भीरता आउनलाई हामीले हजारौँ कुरा पढाएर सिकाएर मात्रै चाहिँ हुन्छ भन्नेतिर पनि केही साथीहरू लाग्नुभयो। अहिले चाहिँ 2 दिनको विधालाई नि व्यापक विरोधहरू यताउति भयो। त्यसका सकारात्मक पक्ष के हुन्? विद्यार्थीलाई खोज अनुसन्धान व्यवहारमा जानको लागि समय नै भएन, समाज बुझ्न, फिल्ड बुझ्न भन्ने पनि त छ नि। फेरि हाम्रो त्यसमा पनि अलिकति बुझ्नु होला है। आफ्नो व्यावसायिकता के हो, आफ्नो क्षेत्र के हो, हामीले चाहिँ नि हाम्रो गाउँघर के हो, सभा बैठकदेखि त लिएर कहीँ केहीमा पनि टोटल्ली अन्ध भएर यहाँबाट चाहिँ उहाँ पेलेर मात्रै त मान्छे त बन्दैन। क्याम्पसमा नियमित रूपमा क्याम्पस गएर त्यो अझ यो शिक्षा क्षेत्रमा त अझ यो शिक्षक हुन, एजुकेसन पढ्न त पहिल्यै पनि प्र्याक्टिकलहरू गर्नुपर्ने, नियमित जानुपर्ने थियो। त्यसरी पढेका साथीहरूले कति तालिम सिक्नुभयो, कति उपयोगी कुरा सिक्नुभयो, कति ट्यालेन्ट पाउनुभयो म धेरै नदेखेर भने हो। हुन त हाम्रो अन्तर्राष्ट्रिय रूपमा पनि, अन्तर्राष्ट्रिय रूपभन्दा हामी अगाडि जानै हुँदैन भन्ने बाहर ल्याउनु भयो क्या साथीहरूले। यो सिन्डिकेट भन्छ नि, गुणस्तरमा सिन्डिकेटको सिस्टम आइछ। हामीले डक्टर, इन्जिनियर त्यस्तै गरेर चाहिँ विशेष खालका खुबीबाटै तिनीलाई राम्रो तरिकाले अध्ययन गराउन सक्यौँ भनेदेखि अन्तर्राष्ट्रमा लेबर होइन, तिनै मात्रै पठाउन सक्थ्यौँ भनेर कतिपटक भन्यौँ। त्यस्तै गरेर शिक्षा क्षेत्रमा ल कुन विषयको विज्ञ साथीहरूले कुन कुन नयाँ तथ्यहरू र त्यसमा केही भेट्नु भएन नयाँ कुराहरू र आफूले केही पत्ता लगाउनु भएन। अब व्यक्तिका चाहिँ उपलब्धिहरू, उहाँले दर्ता गरेका चाहिँ सूत्रहरू, सिद्धान्तहरू पनि अध्ययन गर्नु पर्यो क्या। अब त विज्ञानका यत्र विज्ञान शिक्षक हुनुहुन्छ, यत्र वैज्ञानिक कुराहरू, खोज अनुसन्धानहरूको कुरा छ। ल विज्ञानले हाम्रो यो विद्यालयको यो सरले यो कुरा पत्ता लगाउनु भयो, यो कुरा नयाँ चाहिँ डिल ल्याउनु भयो भनेर कहीँ आएछ? शिक्षकै मात्रै आविष्कारक हुन्थे क्या त्यति गरिदिएको भए। अनि गणितको त्यही अनुसारको गणितमा पनि अलि अध्ययन गरेर हामीले हरेक कुरालाई गणितीय तरिकाले पनि त बुझ्न सकिन्थ्यो नि। त्यो कुरा नि आयो। व्यावसायिक क्षेत्रमा व्यवसायको हिसाबमा कुन चाहिँ व्यावसायिक शिक्षकले, कुन चाहिँ व्यावसायिक विद्यालयले, कुन चाहिँले गरे त नि हाम्रा यतिको खोज अनुसन्धानको कुरा ल्याउनुहोस्। हिजो हामीले लेखेका कुरा र अहिले हामीले बोलेका कुरा कुन चाहिँ व्यावसायिक क्याम्पसले ल्यायो, कुन चाहिँ यो व्यावसायिक फिल्डमा लागेका साथीहरूले ल्याउनु भयो र कहाँबाट जाने प्रगति उन्नति हुनेछ। आफूले सिकेपछि यो बाहिर भन्यो भने मेरो पेसा सिद्धिन्छ, अर्कोले ल्याउँछ भन्ने खालको गरेर यो अहिलेको जमानामा खुबी विकास होला त। त्यस्तो व्यक्तिहरू त शिक्षा क्षेत्रमा त लाग्नै हुँदैन क्या। शिक्षा भनेको त ज्ञान बाँडै सकेछ। हामी बाटोमै हिँड्दा नि यति अव्यावहारिक छौँ हाम्रा साथीहरू र हामी नि कयौँ पटक 2 जना बालबालिका लडेकै छ भने त्यता हेरेकै छैन। कुनै अर्को चाहिँ छ भने पनि हामीले चाहिँ अन्तर्वार्तामा पनि अब उसको व्यावहारिकता चेक गर्ने नयाँ सिस्टम ल्याउनु पर्छ भने समाज बिग्रो, समाजमा छोडपत्र गर्ने, यताउति गर्ने सङ्ख्या बढ्यो त भन्छ। मुख्य गरेर त्यसमा 2टा तरिकाले चाहिँ समाजको यो यौन रूपमा अलि चाहिँ विभाजित हुने क्रमलाई रोक्ने 2टा मात्रै उपाय थियो नि त। धेरै जसो विदेश जाने नेपालमा चलन त छ कि श्रीमान जान्छ कि श्रीमती जान्छ, विदेश जान्छ, श्रीमती जान्छ। बरु पहिल्यै श्रीमान अथवा श्रीमती विदेश जाँदैखेरि अब भोलि चाहिँ हाम्रो विचार मिलेन, भोलि शङ्का उपशङ्का बढ्यो र छोडपत्र माग्न पाइने छैन। त्यस्तो खालको चाहिँ ती कुराहरूमा विवाद आउने छैन। जे गरौँ भनेर मैले आश मारेर पठाउने हो
भन्ने खालको बरु सही लाउने बनाइदिनु नि त फर्ममा। अनि त्यस्तै गरेर शिक्षक कर्मचारी नेपालका सरकारी जति पनि पोस्ट छन् र विवाह गरेको छ भने श्रीमान श्रीमती पाल्न पुग्ने तलब हो, परिवार पाल्न पुग्ने तलब हो। तपाईँ जहाँ जानुहुन्छ श्रीमान बेरोजगार छ भने पनि श्रीमती चाहिँ रोजगार छ भने लिएरै जानुहोस्, अनि श्रीमती रोजगार छ भने लिएरै जानुहोस्, अनि श्रीमान रोजगारमा छन् भने पनि आफ्नो परिवार सँगै लानुहोस्। होइन भनेदेखि जे गरे पनि कहीँ आपत्ति गर्ने छैन भन्ने खालकै बनाएर चाहिँ सही लाउने बनाइदिनुहोस् त नियुक्ति ल्याउने बेला। अनि आफ्ना विषयमा आफ्नो क्षेत्रमा नयाँ कुरा के पत्ता लगाएँ त नि मैले खोज अनुसन्धान गरेर मेरो विषय क्षेत्रको मेरो जागिरको लाई सहजीकरण बनाउने के उपाय पत्ता लगाएँ, उसको पनि व्यक्तिगत प्रोफाइल आफैले तयार गर्न लगाऊँ कि बढुवा हुँदाखेरि हामी त्यो पनि तयार गर्ने हो हाम्रो चाहिँ पहिला त। खोइ अहिले चाहिँ यो तलब वृद्धिमा खुबी क्षमता अनुसारको गर्ने भन्ने खालका कुरा पनि आथ्यो कता कति। त्यो भलै कार्यान्वयन हुन कहाँ दिइन्छ र अलि उपयोगी कुरा र अलि चाहिँ राष्ट्रलाई हित हुने कुरा त कार्यान्वयन हुन दिइँदैन। त्यो कसले किन रोकिया छ अलिकति थाहा पाइराखौँ। यहाँ आफ्नो क्षमता हामीले त केसम्म भनेका हौँ, इन्टरनेटको माध्यमबाट अथवा सीसी क्यामेरा लगायत चाहिँ विभिन्न प्रविधिहरूको प्रयोग गरेर विकृतिहरूलाई पनि रोकौँ। हामी जमानामा सरकारी विद्यालयमा सबैभन्दा पहिला सीसीटिभी आवश्यक पर्यो, लो जोडौँ भनेर चाहिँ निर्णय गराउने हामी हौँ। तर कार्यान्वयन गर्ने ठाउँमा पटक्क मान्ने कोही पनि आउँदैन। अनि त्यस्तै गरेर प्रविधिको कुरामा पनि यो चाहिन्छै भनेर चाहिँ हामीले चाहिँ कतिपटक डिल गऱ्यौँ। त्यो नभए हाम्रा चाहिँ पोस्टहरूमा तल हेरे नै हुन्छ हामीले कुन कुन क्षेत्रमा चाहिँ उ गऱ्यौँ। हामीले आवश्यकता हो यो खालको चाहिएको हो भने पछि आउन त आए नि उस्तै उस्तै चाहिँ उसलाई विचारलाई समेटेर हामीले कुनै आइसकेर देखिसकेर गरेको कुरा होइन कि। अहिलेको प्रविधिको जमाना आजकल यो 4-5 वर्ष एआईको जमानाले त सबै मान्छेलाई यति चाहिँ ऊ भयो आफ्नो खुबी हो कि उसले कहाँबाट कपी गरेर ल्याएको हो भन्न पर्ने भयो। अहिले त विद्यार्थीले नोट पनि गृह कार्य पनि एआईमा हेरेर कहाँ हेरेर लिएर आउँछ के। अब त्यो लेख्ने कुरा र पढाएको पढाइ गर्ने कुरा माइनस गर्दिएन हुन्छ। अलि स्पिडमा लेख्न सिकाउने अनि चाहिँ उसलाई खोज अनुसन्धान अनि चाहिँ विभिन्न कुराहरू व्यवहारमा बुझेर चाहिँ व्यवहारिक ढङ्गले लेखेका कुराहरू भयो भने उसले सिकेको हुन्छ। नत्र त्यो हामीले कोचाएको कुरा सिकेको केही पनि हुँदैन। क्याम्पसमा नियमित गएर पढेर 18-20 वर्ष 25 वर्ष नियमित पढेका साथीहरू र हामी त क्याम्पस पनि फुर्सदमा गएको हौँ, भ्याइँदैन थियो, स्कुल पनि त्यही हो। ती साथीहरू त्यतिखेर फर्स्ट सेकेन्ड भएर जानुभएका साथीहरू अहिले होइन बुद्धि त प्रकृतिमै आउँदो रहेछ क्या। नियमित क्लासै नगएर नियमित क्याम्पसै नपढेर हामीले भन्दा त कहीँ गम्भीर कुरा उठाउनु भयो त सर भन्दै किन फोन गर्नुहुन्छ त। अलिकति विषयवस्तुमा हामी यता जाने गाई बस्तु बेचे फाइदा हुन्छ, यता यसो गरे फाइदा हुन्छ भन्न त्यो फाइदातिर मात्रै लागेका त हाम्रो त सोच त बढ्ने थिएन नि। ज्ञान भनेको यति उपयोगी छ र यस्ता कुराहरू राज्यलाई कति आवश्यक छ। बल्ल अहिले नवपरिवर्तनको कुरा शब्द आयो। नवपरिवर्तन शब्द पनि अहिलेको शब्द होइन, धेरै अगाडिको शब्द हो। अब गण्डकी प्रदेश एघारे पोखरा महानगरपालिकाले अहिले नवपरिवर्तनको लागि 1,25,00,000 रुपियाँ छुट्याएको छ। त्यो 1,25,00,000 कति नगर परिवर्तन होला र। तर
बल्ल त्यो शीर्षक बनायो भन्ने कुरो जानकारी आयो नि। त्यसो भएर नयाँ कुरा खोज्ने, पत्ता लगाउने, हाम्रा हजारौँ जडीबुटीहरूको बारेमा एउटै जडीबुटीले चाहिँ हाम्रो जिल्ला विकास हुनसक्छ, पालिका विकास हुनसक्छ, यस्ता खालका चिज छन् भन्ने कुरा हामीले अध्ययन गरेर एउटाले अनुसन्धान गरेर बाहिर बताए पनि त हुन्थ्यो कि पटकै बता। हाम्रो यो ढोरपाटन क्षेत्र हामीले त 58 सालमै कि जडीबुटी विज्ञता विद्यालय बनाऊ, ओपन खुल्ला व्यावसायिक विद्यालय बनाऊ भनी सोच अनुसार पनि विद्यालय दर्ता पनि गऱ्यौँ। त्यो अनुसार हामीले चाहिँ त्यहाँ पछि निरन्तर रूपमा हामी लागै छौँ। जाति खोज्न लाग्यो, क्षेत्र भूगोल खोज्न लाग्यो, पेसा व्यवसाय खोज्न लाग्यो, हरेक चाहिँ लाग्यो। मेरो विद्यालयको ल समग्र देशैभरि जाने भरौँ, मेरो विद्यालयको जति सबै कुरा बाहिर कसले चाहिँ कसको क्षेत्रमा, कसको सेवा क्षेत्रमा आएछ त नि। हामी त उदाङ्ग त बनायौँ के अरे, कुखुराले खोर्सनाइ खोर्सेर खानुहोस् चारो टिप्न सुनायो भन्ने बनायौँ त हामीले। त्यही हो हाम्रो विशेषता। अहिले चाहिँ कयौँ साथीहरूले भिडियो बनाउनुहुन्छ के उता बच्चा चाहिँ भिरबाट खस्न लागेछ भने पनि फोटो खिचिराखेर भिडियो बनाएर बसेका छन्। बरु जाँदै गर्दै एउटा हातले समातियो पक्का भनेपछि अर्को हातले भिडियो बनाउनु नै केही छैन, त्यसमा आफ्नो प्रयासै छैन। के को भिडियो बनाउनु छ त्यो जात्रा देखाउन धेरै ठाउँमा त्यसो। हामीले त त्यो विभिन्न खालका त्यस्ता कहीँ घटनामा यत्रा वर्ष भिडियो बनाइयो, त्यस्ता विशेष कयौँ अवसरहरू थिए, तर त्यो उद्धार कल्याण अथवा त्यो मानवीय स्वभावै हेर्नुहोस् हाम्रो गुम्म परेर बसेर जाने अनि चाहिँ यो गरेर अनि यसरी मतलब कसैको चाहिँ कल्याणमा, सहयोगमा, अप्ठ्यारोमा कामै रमाइलो हेरेर बस्ने अनि चाहिँ आउँछ विज्ञता, मतलब पत्याउँछ कसैले भनेर मात्रै त कोहीले पत्याउन्न क्या। मेरै विद्यालयको हकमा आउनुहोस्, प्रत्येक विद्यार्थी त इन्टरभ्यू लिनुहोस्। हामीले असाध्यै जटिल परेको छ भनेदेखि त्यसको पुरा जिम्मेवार हामी हुन्छौँ भन्दैकै छौँ, गरेका पनि छौँ। अन्तको भन्दा ल आम्दानीकै हिसाबले पैसै ल्याएर बाँड्नु भयो भने पनि मेरो विद्यार्थीले समात्दैन आजकल। पहिला हात थापेर हैरान पार्थ्यो नि यो समाज, यो चाहिँ क्षेत्र। हामी आर्थिक रूपमा पनि यति चाहिँ अलिक गम्भीर बनायौँ कि गर्व लाग्छ। तुलनै गरौँ कति व्यावहारिक छन् भन्ने कुरा तुलना गरौँ। एउटा यो मानव अधिकारको अनि यो शिक्षाको कुरा यो गर्न पाइने ऊ गर्न नपाइने भन्ने कुरा पनि आजकल आउन थाल्यो। विवेकै नभएको शिक्षक नियुक्ति गर्ने अनि यो पाइने ऊ नपाइने साना कुरा पनि ल्याउदिनुपर्छ। हामीले विद्यालयमा कक्षामा अनुशासन पालन गर्दाखेरि यो गर्नुपर्छ बाबु हो भन्ने यस्ता कुराहरू शिक्षा ऐन नियममा के चाहिएको छ? त्यो दिनदिनै सर्कुलर भएको छ त, पालिकाबाट गर्नुपर्छ त। त्यही केही गर्न नसक्ने उयो ऐनमा भयो कार्यान्वयन गर्ने भन्ने खालको भएर अब ऐन बन्दैछ कि यत्रो ठेली बन्दैछ मैले त बुझेँ होइन। यस्तो भएर अलि अनुसन्धानात्मक तरिकाले, अलि चाहिँ व्यावहारिक ढङ्गले, जस्तो कि हामीले कुन विद्यालयको सेवा क्षेत्रमा उसले केमा विज्ञता पायो त नि त्यो विद्यालयले, त्यो सेवा क्षेत्रमा उसले सबैभन्दा बढी चाहिँ जागिर गर्ने सङ्ख्या बनायो भनेदेखि त्यसमा विज्ञता पाएको हो कि, सबैभन्दा बढी व्यवसाय गर्ने उत्पादन पायो भने त्यसमा विज्ञता, उसको स्तरीकृत गर्दाखेरि खोइ त्यसको चाहिँ ऊ क्रेडिटको कुरा केही ऊ नै छैन। सङ्ख्याको आधारले मात्रै अहिले अलिअलि नापिन थालेको छ। सङ्ख्या पनि 27,000 विद्यालयमा 500 भन्दा माथि भएका 6-7 हजार कति विद्यालय छन्, ती मध्येमा पर्छ हाम्रो विद्यालय। 6-7 हजार विद्यालय भित्रको ठुलो विद्यालयमा हामीले केही त चाहिँ ऊ त गरिरहेका छौँ नि। अरू ती नेपालभरिका ठुला विद्यालयहरूले के गरेका छन्?
नेपालभरिको गुणस्तरीय विद्यालयको उत्पादनले के गरिराखेको छ? तिनको क्वालिटी चेक गरौँ त। हाम्रो क्वालिटीलाई भेटेछन् भने के घमण्ड गरे जस्तो लाग्छ? के भन्नुपर्छ त्यो बनाउँला।